बजारमा फेरि एउटा नयाँ आइपिओ खुलेको छ। काठमाडौँको बुढानीलकण्ठमा बन्दै गरेको 5 तारे होटल फरेस्ट इनले यही माघ 22 गतेदेखि 26 गतेसम्म सर्वसाधारणका लागि आइपिओ खुला गरेको छ। यो होटलको विशेष कुरा के छ भने यसले विश्व प्रख्यात अमेरिकी ब्रान्ड हलिडे इनसँग सम्झौता गरेको छ। 102 वटा कोठा रहने यो लग्जरी होटलले बुढानीलकण्ठ क्षेत्रको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। कुल 2 अर्ब पुँजी भएको यो कम्पनीले सर्वसाधारणका लागि 33,20,000 किता शेयर निष्कासन गरेको छ। कम्पनीको वित्तीय अवस्था पनि बलियो देखिन्छ। यसको प्रति शेयर आम्दानी इपीएस 16.86 छ भने नेटवर्थ 125.26 रुपैयाँ छ। यही नेटवर्थको आधारमा नेप्सेमा यसको पहिलो कारोबार 125.26 देखि 375.78 रुपैयाँको रेन्जमा सुरु हुने देखिन्छ। यसको इस्यु म्यानेजर एनआइसी एसिया क्यापिटल रहेको छ। न्यूनतम 10 किता आवेदन दिन सकिने यो आइपिओ माघ 26 गतेभित्र भरिसक्नुपर्नेछ। अब सबैभन्दा चासोको कुरा हलिडे इन जस्तो ब्रान्ड जोडिएको र होटल सेक्टरको क्रेज हेर्दा यसको मूल्य दोस्रो बजारमा कतिसम्म पुग्ला जस्तो लाग्छ? 800, 1000 वा त्योभन्दा माथि? आफ्नो अनुमान कमेन्ट गर्नुस् र यस्तै शेयर अपडेटको लागि मलाई फलो गर्न नबिर्सिनुहोस्।